एज अ बोर्डले कहिले पनि जोड्दैन र बोर्डले त्यहाँ गएर हेर्दा पनि हेर्दैन। के हेर्छ भनेपछि एज अ कोच, म्यानेजर, अफिसियल यी सबै टिमहरू एकताको रूपमा नेपाल टिम भनेर गएको हुन्छ, राष्ट्रिय झन्डा बोकेर गएको हुन्छ, त्यहाँ विभाजन गरेर गएको हुँदैन। त्यो भनेको जबसम्म तपाईँहरूको ड्रेसिङ रुम एकताको परिचय बन्दैन तबसम्म रिजल्ट कहिले पनि आउँदैन। जस्तो तपाईँले हेर्नुहोस्, पुरुष क्रिकेट खेलाडीले आफूले क्रिकेट खेल्नुपर्छ भन्ने एक खालको सन्देश दिएको छ। म्याच सकिए पनि उनीहरूलाई हेर्नुहुन्छ भने त्यो ग्राउन्डमा 6 घन्टा 5-10 घन्टा खेलिएछ। किन खेलिएछ भने आफूलाई खेल्नु छ, देशको लागि खेल्नु छ। तर हामी चाहिँ कहाँ गएर अल्झिन्छौँ भनेपछि म्याच सकिने बित्तिकै जुन किसिमले एउटा प्रोग्राम कोचले दिएको हुन्छ, मसँग कोचको पनि कहिलेकाहीँ कुराकानी हुन्छ, त्यो किसिमले चाहिँ अब आज विदायको दिन भन्नु पनि नपर्ने कुरो हो, तर भन्नु पनि पर्छ भन्ने मलाई लाग्छ। किन जबसम्म तपाईँलाई भनिँदैन तबसम्म सायद कहीँ हामी सही थियौँ, हामीले भनेन समयमा भन्ने पनि हुन्छ। आज अब सारा फ्यानले तपाईँहरूसँग आशा के गरेछ, बोर्डले के तपाईँ कहिले वर्ल्ड कप क्वालिफाई हुनुहुन्छ भनेर, कहिले तपाईँको क्रिकेटमा यो जस्तो जुन किसिमबाट क्रिकेट अगाडि बढिरहेको छ त्यो किसिमले कहिले अगाडि आउने पिँढीले पनि हेर्ने हो भनेर। जस्तो 2007 सालदेखिबाट 2007बाट जुन सीताले क्रिकेट स्टार्ट गरेको आज पनि तपाईँहरूसँग अनुभवी सीता छ, रोबिना छ, इन्दु आफैमा एकदमै राम्रो खेलाडी छ, अन्डर 19 भर्खरै वर्ल्ड कप खोली खेलेर आएको पूजा महतो छ, कविता कोवर छ। मलाई लाग्दैन देशको कुनै पनि त्यसपछिको हाम्रो टिम कोहीसँग कमजोर होला, तर हामी भित्रैबाट किन कमजोर बन्दैछौँ? हामी कमजोर छैनौँ। विश्वले चिनेको छ नारी शक्तिमा नेपाल नम्बर 1 हो भनेर, लडेर जितेको वीर बखाली हो। तर हामी कहाँ अल्झिन्छौँ? आफैमा गएर अल्झिन्छौँ। अब अल्झिने बेला होइन, अब बेला हो भने तपाईँहरूको खेलेर देशलाई हामी पनि पुरुष समान्तर खेल्न सक्छौँ। आइसिसीले अहिले तपाईँहरूलाई लगाइरहेछ, बोर्डले लगाइरहेछ। अब पनि यो भएन त्यो भएन भन्न चाहिँ अवस्था नआओस्। त्यो भनेको के भनेको तपाईँ कहिले कहीँ आफैमा कमजोर हुनुहुन्छ। आफू तपाईँ कमजोर हुनुहुन्न, फेरि तपाईँ धेरै बलियो खेलाडी हुनुहुन्छ, धेरै राम्रो खेलाडीहरू हुनुहुन्छ। भित्रबाट डर हटाउनुहोस्, खेल्नुहोस्। जुन तरिकाले तपाईँले क्रिकेट खेलिरहेको छ, धेरै हेर्नुहोस् अदर कोच जुन अहिले आउनुभएको छ थाइल्यान्ड टेस्ट कन्डिसनको कुराको कोच हो, उहाँले पनि भन्नुहुन्छ महिला खेलाडीमा यहाँको जतिको राम्रो कहीँ पनि छैन। तर के भइरहेको छ भने उहाँ पनि अहिले पनि अल्झिरहनु भएको छ। त्यो अल्झिने भनेको सायद कहिले कहीँ तपाईँहरूसँग कोचसँग तपाईँहरूले किन कुरा गरिरहनु भएको छैन। त्यो भनेको के तपाईँहरू एकमुष्ट भएर, एक हात भएर, बलियो भएर तपाईँहरू प्रस्तुत गर्नुहोस्, एउटा अभिभावक भएर तपाईँ सहकार्य गर्नुहोस्।